तपाईँ किन रन्किनु भयो मसँग? ए माने मैले बैठक सञ्चालनको विषय कुरा किन रन्के मसँग? तपाईँ यतापट्टि फर्केर उतापट्टि फर्केर कुरा मान्यज्यू हामी मान्यज्यू सभापतिज्यूको ध्यानाकर्षण गराउँदा तपाईँलाई के रना छुट्यो? ठिक छ प्रवेश गर्ने नि यो विषय पनि प्रवेश गर्नुपर्ने, सार्वजनिक विषय प्रवेश गर्ने, किन नप्रवेश गर्ने? सार्वजनिक गर्ने आइन यही विषयमा प्रवेश गर्नुपर्छ, बोल्नुपर्छ। मैले अघि भनिसकेँ त्यो समय मागेपछि बोल्न दिनु सक्नुहुन्छ। होइन समय मागेपछि बोल्न दिनुपर्छ भन्ने होइन कि यसो चाहिँ गरौँ न। ठिक छ होइन म अलिकति यो होइन ठिक छ बोल्नु ठिक छ होइन मेरो आफ्नो पार्लियामेन्ट फर्स्टमै बोल्नुपर्ने छ, फर्स्टमै बोल्नुपर्ने छ, त्यही भएर बोल्न खोजेको नभए होइन। बोल्न त यहाँ भएको सबै मान्यज्यूहरू सबै फर्स्टै बोल्ने होला नि त। यहाँ यो देशमा होइन यसो नि यसो मान्यज्यू कुल मान्छेहरूको बारेमा पनि प्रवेश गर्नुपर्ने छ। सार्वजनिक लेखा समितिका केही प्रश्नहरू पनि छन्, त्यो विषयमा पहिले प्रवेश गर्छु म। ठिक छ त विषय नै राखेर गरौँ न। के भन्न खोज्दै हुन्छ? कुरा के हो भने नि मन्त्रीज्यूहरू लगायत यत्रो टिमलाई बोलाएका छौँ, अब बोल्न हामीलाई पनि पर्ने छ। अब स्पेसल्ली भन्ने हो भने आज यो जुन राजमार्गको बारेमा हामी छलफल गर्दैछौँ, त्यो राजमार्गमा पर्नेहरूले चाहिँ बढी बोल्नुपर्छ। मलाई भन्नुहुन्छ मेरोमा कार्यक्रम छ, भ्याउन जानुपर्ने छ, यहाँ बोलेर हिँड्नुपर्ने छ, तर मैले भन्न सकिनँ। प्रक्रियागतमा जाउँ र अनि त्यसपछि बिचमा आफ्ना कुरा होइन। मैले विषयमा प्रवेश भयो, म अलिकति यो कुरामा बोल्नुपर्ने छ। होइन ठिक छ म मान्यज्यूलाई मलाई यो विषयमा के अरे हुलाकी राजमार्ग के अरे यो अरनिक राजमार्ग त यो विषय छँदैछ, अर्को विषय बोल्नुपर्ने छ। ठिक छ त आजको एजेन्डा चाहिँ यो राखिन्छ, बोल्नै नपर्ने होला त यहाँ मान्छे। अस्ति एउटा उहाँहरू पहिले बोल्नुभन्दा पहिले मैले ध्यान आकर्षित गरेँ है एउटा सामान्य कुरा। अस्ति यस्तै झमेला भएपछि सभापतिज्यूकै ध्यान आकर्षित गरेँ, हामी सबैको पनि हो। त्यो के कुरा गर्यो भने पहिला जुन विषयमा हामी छलफल गरेर आएको त्यो विषयमा गर्ने, बाँकी कुरा छ भने पछि फेरि गर्ने भन्ने कुरा चाहिँ छ नि त। होइन त्यो कुरामा हामीलाई लागेको विषय त बोल्न नपाउनु त हुन्छ, नपाउने त कसले बोल्नु त आफ्नो आफ्नो कुरा राखौँ। पहिलो त के भने सार्वजनिक लेखा समितिसँग सम्बन्धित विषयमा सार्वजनिक लेखा समितिकै सभापतिको बारेमा क्वेसन छ। प्रतिपक्षले पटक पटक उठाइरहेका छन्, उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर मैले पटक पटक उठाइरहेको छु। यो विषयमा हामीले पटक पटक उठाउँदा प्रवेश गरेका छैनन्, यो विषयमा हामी उठाइराखेका छौँ। अर्को चाहिँ यो देशमा जसले चाहिँ उज्यालो नेपालको अभियानको रूपमा काम गरेका मान्छे उल्टै कारबाही गर्ने, यो विषयमा प्रवेश गर्नुपर्ने छ नि त। प्रवेश गर्ने नि यो विषय पनि प्रवेश गर्नुपर्ने, सार्वजनिक विषय प्रवेश गर्ने, किन नप्रवेश गर्ने? सार्वजनिक गर्ने होइन यही विषयमा प्रवेश गर्नुपर्छ। हामी किन गर्ने? हामी फर्स्टमा गर्छौँ होइन। तपाईँलाई कुन मान्छेको बारेमा यहाँ चाहिँ हामी विषय बोल्नुपर्छ, गरिसकेको बोल्ने किन बोल्दैन? होइन किन बोल्दैन? सार्वजनिक किन बोलेन उहाँले? होइन सार्वजनिक विषय हो, सार्वजनिक विषय हो, नाम लेखा किन? सार्वजनिक विषयमा बोल्ने मान्यज्यूहरू हामी यो विषयगत रूपमा जाउँ न। हामीले पहिला म एक लाइन भन्छु ल। रुलिङ गर्ने सभापतिले हो कि अपुङ्गी हो? होइन मान्यज्यूले एउटा सभापतिले हो कि अपुङ्गी हो? होइन अपुङ्गी रुलिङ गर्ने हो भने छुट्टै कुरा होइन। सभापतिले रुलिङ गर्न पर्यो, बैठक कसले रुलिङ गर्ने हो? सबैजना अब बैठक कसले सञ्चालन गर्ने हो? सभापतिले रुलिङ गर्नु होला नि त। तपाईँ किन रन्किनु भयो मसँग? ए माने मैले बैठक सञ्चालनको विषय कुरा किन रन्के मसँग? तपाईँ यतापट्टि फर्केर उतापट्टि फर्केर कुरा हामी मान्यज्यू सभापतिज्यूको ध्यानाकर्षण गराउँदा तपाईँलाई के रना छुट्यो? ठिक छ अब यहाँ दुईटा विषय छन्। मान्यज्यूहरूलाई पहिला हेरिदिन आग्रह गर्छु। यहाँ पहिले के भन्ने हो भन्दा हामीले पहिले बैठक बोलाउँदै दुईटा शीर्षकबाट बोलाइयो। एउटा के भन्ने हो भन्दा हुलाकी बिपी अरनिको लगायत राष्ट्रिय राजमार्गहरू भन्ने विषय बोलाइयो र त्यही भएर मन्त्रीज्यू लगायत सचिवज्यू लगायत सबैलाई उहाँहरू आउनु भएको छ। दोस्रो विषय विविध छ, ठिक छ त मान्यज्यू, विविधमा त्यो विषयवस्तुहरू छलफल गरौँ होइन। त्यसो हुँदा यसमा होइन ठिक छ। त्यसो हुँदाखेरि म होइन मान्यज्यूहरू पहिले
विषयगत रूपमा जाउँ होइन, हामी सधैँ त्यसो नगरौँ। ठिक छ, आफ्ना विषय सबै मान्यज्यूहरूले राख्न पाउनुपर्छ, पाउनुहुन्छ। म सबैभन्दा पहिलो विषयसँगै मान्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु र यी चाहिँ आजको वर्तमान अवस्था चाहिँ के हो त, यी राजमार्गहरूको विषयमा म मन्त्रालयको तर्फबाट सचिवज्यूलाई सबैभन्दा पहिले कि महानिर्देशकज्यूले राख्ने हो।